नमस्ते साथीहरू, यसरी बेसन अनि त्यसपछि क्रन्चीनेसको लागि चामलको पिठो हालेर चाहिँ मिक्स गर्नुहोस्। अनि त्यसमा चाहिँ बेसार, स्वादअनुसार नुन, मसलाहरू हालेर चाहिँ पानी हालेर चाहिँ यसलाई झोल बनाउनुहोस्। अनि थोरै गरम मसला पनि हालेर चाहिँ मिक्स गरेर चाहिँ ब्याटर बनाउनुहोस्। यसमा थोरै थोरै पानी हालेर चाहिँ अलिक ठिक्कको कन्सिस्टेन्सीमा चाहिँ अलिक यसको ब्याटर बनाउनुहोस्। ब्याटर यता रेडी भइसकेपछि पातुलो पातुलो काटेर चाहिँ यो कटहर चाहिँ लेपेर यसमा चाहिँ ड्रिप गरेर अनि यता कराहीमा तेल पनि तातिसक्यो। अब यसलाई मजाले फ्राई गर्नुहोस्। उल्टाइ पल्टाइकन रातो गरेर चाहिँ यसलाई फ्राई गरिसकेपछि निकाल्नुहोस्। अनि त्यसपछि चप्ड गरेको यसरी प्याज पनि हालेर यसलाई पनि डिप फ्राई गर्नुहोस् मजाले। प्याजको पकौडा पनि आज बनाउँदैछु। अनि सबै फ्राई गरिसकेपछि यसलाई निकाल्नुहोस्। अनि सससित खाजा, चिया चाहे खानामा पनि खाएर प्याजको पकौडा, कटहरको पकौडा पनि इन्जोय गर्नुहोस्। एकदमै मिठो हुन्छ है कटहरको पकौडा।